बङ्गालीले बुढी भोकाएर छोडेको बिहे गर्ने होला म गर्छु। चाहे त्यो बङ्गालीले बुढी बोकेको किन नहोस्, छोडेको किन नहोस् होइन, चाहे त्यो बच्चा भएको सिङ्गल मम किन नहोस्, चाहे त्यो डिभोर्स किन नहोस्, रेप भएको किन नहोस्, सिङ्गल किन नहोस्, म गर्छु। यदि त्यो केटीले ममा भविष्य देख्छ, फ्युचर देख्छ र मैले त्यो केटीमा भविष्य आफ्नो देख्छु भनेपछि यो संसारमा कोही पनि पर्फेक्ट छैन। न तिमी छौ, न म छु, न अरू कोही छ होइन। यो संसारमा जो पनि इम्पर्फेक्ट नै छ क्या, जसले नि गल्ती गरेकै हुन्छ। यदि तिमी पर्फेक्ट छौ होइन, तिमीमा केही पनि कमी कमजोरी छैन, तिमीले केही पनि गल्ती गरेकै छैनौ भने तिमीले पर्फेक्ट केटी नै डिजर्भ गर्छ फेरि होइन। अनि अर्को कुरा, यति धेरै संसारमा मान्छेहरू छन् होइन, केटाकेटी यदि यति धेरै मान्छेहरू छन् भने चाहिँ तिमीलाई नै किन रोज्ने त कोही केटीले होइन। तिमीमा के छ त्यस्तो कमान्ड गर्नुपर्ने कुराहरू? तिमी ह्यान्डसम छौ, तिमीभन्दा भोलि झन् ह्यान्डसम केटा भेटिन सक्छ। तिमी धनी छौ, के छ तिमीमा, के छ खुबी? तिमीभन्दा बेटर न बेटर मान्छे त जो पनि हुन्छ नि त, एउटा न एउटा मान्छे तिमीभन्दा बेटर हुन्छ। त्यसो भए तिमीलाई छोडिदिएर अर्को केटा पनि जानु पर्यो। कमान्ड के गर्छौ? गल्ती गरे आएनौ केही पनि? रोज्नुको कारण के त तिमीलाई छैन नि त। तर यदि कसैले तिमीलाई रोज्छ होइन, तिम्रो कमी कमजोरीहरू थाहा पाएर, तिम्रो राम्रो नराम्रो पक्षहरू सबै बुझेर तिमीलाई रोज्छ भने तिमीले के गर्छौ त त्यो बेलामा? तिमीले त नाटक गर्छौ होला, केटी मेरै हो, आफ्नै हो, मतलब बढ्दैन नि त। सबभन्दा ठुलो गल्ती त्यही हो। त्यो भएर तिमीले धोका पाउने हो, तिमीले, मैले, सबैले, केटा होस् केटीले। यदि कसैले मलाई यत्रो धेरै संसारमा मान्छेहरू मध्ये बिलियन मान्छेहरूमा मलाई रोज्छ भने म उसको खुट्टा ढोक्छु एभ्रिडे। म उसलाई राम्रो ट्रिट गर्छु, म उसलाई सानो सानो कुराहरूले ह्याप्पी बनाउने कोसिस गर्छु। मैले पनि हार्डवर्क गरिरहेको छु। जब कोही केटीले मसँग रोज्छ भने मेरो रेस्पोन्सिबिलिटी झन् धेरै बढ्छ, म झन् धेरै हार्डवर्क गर्छु। उसलाई सानो सानो कुराहरूले सरप्राइज दिने कोसिस गर्छु। उसको राम्रो नराम्रो कुराहरू होला, उसलाई मनपर्ने कुराहरू होला, सब कुराहरू बुझ्छु। उसलाई कुनै ठाउँमा घुम्न जान मन पर्न सक्छ, म उसँग घुम्न जान चाहन्छु, उसँग संसार ट्राभल गर्न चाहन्छु। बुझ्यौ? किन मान्छेलाई किन जज गर्ने? बुढी बोकेको होस् या के होस्, मान्छे त मान्छे हो नि। तिमीलाई यो जति पनि छ नि, ए बुढी बोकेको ह्यान त्यान भन्नु, जति पनि कुराहरू त्यो गर्छौ नि, जवानी भएसम्म मात्रै हो। जब तिमी भोलि गएर बुढो हुन्छौ या बुढी हुन्छौ, त्यसपछि तिमीलाई के कुरा म्याटर गर्छ? तिमीलाई साथ दिने मान्छे, तिम्रो हातमा हात दिने मान्छे, तिमीलाई केयर गर्ने मान्छे त चाहिने नि होइन र? जब भोलि गएर बुढो हुन्छौ, तिमीले आफ्नै गर्लफ्रेन्डलाई बुझेनौ होइन भने के मतलब भयो त? म उसको पास्टदेखि जज गर्दिनँ क्या। उसको पास्टदेखि म धेरै कुराहरू सिक्छु। लाइक उसको कमी कमजोरी कहाँ, ऊ कहाँनिर विक हुन्छ, कहाँनिर मैले उसलाई साथ दिनुपर्छ, कहाँनिर मैले उसलाई बुझ्नुपर्छ, सब कुरा गर्छु। बुझ्यो? किनकि यत्रो धेरै संसारको मान्छे मध्ये तिमीलाई रोजिरह नि त कसैले, तिमीलाई साथ दिन्छु भनिरह नि त, तिमीसँग लोयल हुन्छु भनिरह नि त। कसले तिमीलाई साथ दिन्छ क्या यार? कसले तिमीलाई लोयल को तिमीसँग लोयल हुन्छ? किन हुनु तिमीसँग लोयल? के छ तिमीमा त्यस्तो? के कुराको घमण्ड गर्छौ? तिमीलाई किन कसैले चिट नगर्ने? के छ तिमीमा त्यस्तो? मैले सबै कुराहरू ट्राई गर्दा गर्दै पनि मेरो रिलेसनसिप टिकेन भने के नै गर्न सक्छु। तर आई विल अलवेज गना रेस्पेक्ट हर फर चुजिङ मी। मसँग हुनलाई लगाएको इफोर्टहरू, त्यो सबै कुराहरूको म रेस्पेक्ट गर्छु। लेट्स सी व्हाट ह्यापन्स इन लाइफ होइन, जे नै हुनसक्छ लाइफमा। तर आई वन्ट गना जज हर। पास सबैको हुन्छ, जेसुकै होस्। तर मसँग भविष्य देखिरह नि त उसले, मैले उसँग देखिरहेको छु नि त। अरू केही नि कुरा म्याटर गर्दैन।